खप्तडी बस्नेतहरूले कुलदेवताका रूपमा पुज्ने खप्पर मस्टो खस संस्कृति र मस्टो परम्पराको एउटा अत्यन्तै महत्त्वपूर्ण र शक्तिशाली अङ्ग हो। नेपालको सुदूरपश्चिम र कर्णाली क्षेत्र, विशेष गरी खप्तड क्षेत्रसँग जोडिएको यो परम्परा प्राचीन, मौलिक र सांस्कृतिक रहेको छ। यसको उत्पत्ति, महत्त्व र विशेषताहरूलाई आज हामी चर्चा गर्नेछौँ। यसरी सो क्षेत्रमा बसोबास गर्दै आइरहेका खप्तडी बस्नेत स्थानीय जनजातिहरूमा एक खालको महामारी र प्राकृतिक विनाश आयो। सो समयमा गोठका वस्तुभावहरू मर्ने, अज्ञात रोगको प्रकोप फैलने र मानिसहरूमा पनि अनौठा रोगहरू देखिन थाले। स्थानीय लोककथा अनुसार खप्तडका घना जङ्गल र गुफाहरूमा बस्ने अनिष्टकारी अदृश्य शक्तिहरू, जसलाई स्थानीय भाषामा मसान, डङ्किनी, भूत प्रेत आदि पनि भनिन्थ्यो, ले मानव बस्ती र पशु चौपायाहरूमा उपद्रव मच्चाए। मानिसहरू अचानक बौलाउने, काम्ने र अकालमै मर्न थाले भने पशु चौपायाहरू पनि यसै गरी छेदविच्छेद भए। यसरी त्यस्तो महामारीलाई कसरी रोक्ने र यसको समाधान के हुन्छ भन्ने विषयमा छलफल र चर्चा हुन थाल्यो। त्यस समयमा खस समुदायमा वैदिक देवी देवतालाई भन्दा स्थानीय रैथाने र तत्काल सङ्कट टार्ने जुझारु शक्तिको आवश्यकता थियो। मस्टोहरू प्रकृतिका रक्षक र कुलका संहारक दुवै मानिन्थे। बस्नेतका पुर्खाहरूले अन्य सौम्य देवी देवताहरू भन्दा मस्टो उग्र, छिटो प्रसन्न हुने र शत्रु वा अनिष्टलाई ठाउँको ठाउँ दण्ड दिन सक्ने न्यायाधीश भएकाले उनैको शरण परे र उनको आह्वान गरे। आफूलाई आह्वान गरेपछि कसैले कामधेनु गाई, कसैले गौरी गाईको खप्पर शिर फुटाई जङ्गलमा उत्पत्ति भएको, भगवान शिवको अंश प्राप्त गरेको, कैलासानी, बिन्दासानी, जालपारुमारी जस्ता चेलीबेटी भएको कैरन आज पनि हामीले सुन्न पाउँछौँ। दिवालीमा नाच्ने धामीहरूले आज पनि सो कुरा बताएको हामी सुन्न र देख्न पाउँछौँ। यसरी आफूहरूले आह्वान गरेका मस्टो देवता उत्पत्ति भएर सो समयको तत्कालीन महामारीलाई टारिसकेपछि अब देवताप्रति कृतज्ञता ज्ञापन गर्न सबैले यसलाई उत्सवको रूपमा मनाउनको लागि छलफल गरे र यसलाई दिवालीको रूपमा अगाडि बढाइयो। यो ठाउँ अनुसार काहीँ 3 वर्षमा त काहीँ 5 वर्षमा पनि गर्ने प्रचलन रहिआएको छ र यसको तिथि पनि कसैले उभौली पूर्णिमाको बेलामा गर्दछन् भने कसैले उधौलीको पूर्णिमाको बेलामा गरेको हामीले देखिरहेका छौँ, सुनिरहेका छौँ। एउटा फेरि अर्को ऐतिहासिक तथ्य पनि छ। जब दिवाली पर्व किन सुरु गरियो त भन्दा पृथ्वीनारायण शाहको नेपाल एकीकरणको समयमा र त्यसभन्दा अघि पनि खप्तडी बस्नेतहरूले कर्णाली सुदूरपश्चिमबाट पूर्वतिर गोर्खा, दोलखा, सिन्धुली, धनकुटा, रामेछाप, सोलुखुम्बु आदि ठाउँमा बसाइ सरे। टाढा टाढा जाँदा आफ्नो मूल थातथलो र दाजुभाइ बिर्सने डर भयो। त्यसैले सबैको भेटघाट होस् र एकअर्कामा आफ्नो भातृत्व जीवन्त रहोस् भन्नको लागि पनि यो पर्व मनाएको भन्ने इतिहासकारहरूले पनि कहीँ भनेको हामी पढ्न पाउँछौँ। यसलाई अझ दिवाली पनि किन भनियो भन्ने पनि अर्को एउटा तथ्य पनि छ। विशेष गरी पूर्वतिर आएपछि बस्नेतहरूले आफ्नो वंशका सबै हाँगाबिँगा दाजुभाइलाई वर्षको एकपटक अनिवार्य वा निश्चित अवधिमा एकै ठाउँमा जम्मा गर्ने नियम बसाले। पूजाको रात मूलधानमा अखण्ड महादीप दियो बालेर रातभरि मस्टोको गाथा गाउने, धामी नचाउने परम्पराको सुरुवात भयो र यसरी उज्यालो उत्सव भएकैले दियो बाल्ने प्रचलन भएकैले पनि यसलाई दिवाली भनिएको हो भन्ने पनि कतै कतै हामी सुन्न पाउँछौँ। र दिवालीको मुख्य
ऐतिहासिक विशेषता भनेको के हो त भन्दा दिवाली कुल पूजाको मुख्य ऐतिहासिक विशेषता भनेको चाहिँ हाडनाता र वंशको पहिचान कायम राख्नु हो। दिवालीमा एउटै कुल घरानाका मानिसहरू मात्र सहभागी हुन्छन्, जसले गर्दा आफ्नो वंशको चोखोपन शुद्धता जोगिन्छ र पुस्तान्तरण हुँदा पनि पुर्खाहरूको इतिहास जीवन्त रहन्छ र रहोस् भन्ने कामना गरिन्छ। खबतडी बस्नेतहरूलाई पृथ्वीनारायण शाहको एकीकरण अभियान र पछि राणा शासनकाल तथा शाह शासनकालमा पनि यिनीहरूको वीरता र प्रशासनिक कुशलताका लागि प्रख्यात रूपमा हाम्रा पुर्खाहरू चिनिने गरेका थिए। राज्यको उच्च ओहदा जस्तै काजी, बडा हाकिम, सेनापतिमा रहेर हाम्रा पूर्वज पुर्खाहरूले काम गरे। यही क्रममा यिनीहरू खप्तडबाट पूर्वतर्फ विस्तार हुन गएका पनि भनेर भन्ने गरिएको छ। खप्तडी बस्नेतहरू कौशिक गोत्रका खस क्षेत्री हुन्, जसको कुलको रक्षाको कडी साक्षात चेलीबेटीहरूको सम्मान र खप्पर मस्टोको शक्तिमा अडिएको छ। मस्टो संस्कृतिमा चेलीबेटी छोरी चेली दिदीबहिनीलाई भवानी वा साक्षात देवीको रूपमा मानिन्छ। उनीहरूको नाम लिनु र पूजा गर्नुको पछाडि गहिरो धार्मिक एवं सामाजिक ऐतिहासिक कारणहरू छन्। 9 बहिनी भवानीको प्रतीक। मस्टो संस्कृतिमा 18 भाइ र कहीँ 12 भाइको पनि कुरा छ। को पूजा अनिवार्य हुन्छ। चेलीबेटीहरूलाई तिनै 9 बहिनी भवानीको मानवीय स्वरूप मानिन्छ। त्यसैले मण्डप जहाँ हामी देवता बस्ने पवित्र स्थान मान्छौँ, त्यहाँ पूजा गर्दा पनि चेलीहरूलाई पूजा नगरी मस्टो देवता प्रसन्न हुँदैनन् भन्ने मान्यता आज पनि कायम छ। काटाकैरानमा नै कुलको उत्पत्ति, इतिहास र पुर्खाहरूको कसम खाँदै सत्य न्यायको बाटोमा हिँड्ने प्रतिज्ञा गरेको भन्ने आउँछ। छोरीहरू एउटै रगत र वंशका सम्भाग हुन्, जो विवाह गरेर अर्को कुलमा गए पनि आफ्नो माइतीको कुलको साक्षीका रूपमा पवित्र मानिन्छन्। उनीहरूको उपस्थिति र नामले काटाकैरानलाई अकाट्य र साँचो साबित गर्दछ। परम्परामा चेलीको चित्त दुखेमा कुलमा श्राप लाग्ने, वंश नाश हुने भन्ने डर रहन्छ। त्यसैले खप्तडी बस्नेतहरूले आफ्नो कुल पूजामा उनीहरूलाई चोखो वस्त्र, दक्षिणा र आदर गरेर सन्तुष्ट बनाई उनीहरूको आशीर्वादले नै कुलको रक्षा हुन्छ भन्ने विश्वास रहिआएको छ। यसले के देखाउँछ भने माइती र चेलीको अटुट सम्बन्ध कायम रहेको देखाउँछ। परापूर्व कालमा बसाइसराई गर्दा टाढा टाढा पुगेका दिदीबहिनीहरूलाई कुल पूजाको बहानामा माइतीमा बोलाउने र उनीहरूको सम्मान गर्ने सामाजिक व्यवस्था पनि यस परम्पराबाट बसेको छ। नेपालमा अन्य बस्नेतहरू पनि छन्, जस्तै श्रीपाली बस्नेतको गोत्र भारद्वाज गोत्र, खोलाल बस्नेतको धनञ्जय गोत्र र खड्का बस्नेतको आत्रेय गोत्र हो भने खप्तड क्षेत्रबाट उद्गम भएका बस्नेतहरू विशुद्ध रूपमा कौशिक गोत्री क्षेत्री हुन् र यसरी हाम्रो कुल परम्परा चलिआएको छ र यसलाई निरन्तरता दिनु आज पनि तपाईँ हामी सबैको साझा कर्तव्य र दायित्व हो। यो पुर्खाप्रतिको सम्मान हो। हाम्रो ऐतिहासिक, सांस्कृतिक र धार्मिक महत्त्वको जगेर्ना गर्नु तपाईँ हामी सबैले पर्छ र यसमा हामी सबैले एकरूपता नभए पनि यसलाई निरन्तरता सकेसम्म दिनुपर्छ र एकरूपता पनि सकेसम्म कायम गरौँ भन्ने भावना अहिले जागृत भएको पनि देखिन्छ। विभिन्न समूहहरू बनाएर टोलहरूमा सकेसम्म एकरूपता ल्याउने कोसिस पनि भइरहेको छ, जुन सकारात्मक हो भन्ने लाग्छ। हामी सबैलाई कुलले रक्षा गरून्। सबैको जय होस्। नमस्कार।